जरु हामी बाबा छोरी अब चाहिँ माया गर्दै गर्दै म काठमाडौँ जान्छु अनि केही दिनपछि विदेश जान्छु अनि आउने भने बस्छु अनि धेरै चक्की हस् अनि अरु साइकल पनि ल्याइदिन्छु अनि छोरी ज्ञानी भएर पढ्नुहोस् अनि अरु हजुर ज्ञानी भएर पढ्नुहोस् हजुर हस् 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 हेलमेट पनि अनि ए घुँडामा लाउने पनि उसलाई सबै थाहा छ ऊ ज्ञानी हो मेरो होमवर्क सबै गर्नु खानेकुरा मजाले खानु ज्ञानी बन्नु हस् हस् अब बाई बाई भन्ने हामी हस् ल नक्कल नपार न अब म काठमाडौँ 12-13 दिन बस्छु अनि विदेश जान्छु हजुर ज्ञानी भएर पढ्नु हस् अनि फेरि भेटौँला हस् अरु केही छ त भन्नु केही छ पैसा तिमी राख यो पनि बाबालाई नि ल बाई है छोरी हस् ल ज्ञानी हुनुहोस् भनेको मान्नु माम खानु अरू त भन्नु पर्दैन हस् ल अँगालो हाल ल भाइ भाइ लो बसोस् मुमाले भनेको मान्नुहोस् बुबाले भने मान्नु बुबालाई त्यो चक्लेट सक्लेट किन नलाउनु नि फेरि हस् बरु अरू हुँदैन नि त्यो स्कुल जाँदा नि बुबालाई केही किनिदिनु भयो बरु फलफुल खाऊ चक्लेट खानु हुँदैन आफ्नै लागि हो नि हस् ल बाई बाई